ल आज चाहिँ हामी चाहिँ कोरियाको चुनसम नाम्दो प्रान्तमा चाहिँ सोबेक माउन्टेन अर्थात् पहाडमा घुम्न जाँदैछौँ। हाम्रो साथमा हुनुहुन्छ सुरेश सर, पछाडि भाउजू सुगम बाबु, सुरेश सर, सूर्या सर र अहिले चाहिँ हामी कोरियाको हाइवेमा छौँ। हेर्नुस् एकदम यस्तो बिजोग छ जाम भएर के हार्ने। पछाडितिर पनि यस्तो हेर्नुहोस् गाडी साइडतिर, पछाडितिर कस्तो छ यहाँ हेर्नु पर्यो। त्यहाँ त्यहाँ पछाडि हेर्नुहोस् अझ पानी परेको मौसम छ। अहिले चाहिँ हल्का आएको छ, शीतल हुँदै हाम्रो यात्रा चाहिँ अगाडि बढिरहेको छौँ। जाउँ हेर्दै जाउँ। तपाईँलाई चाहिँ आजको चाहिँ त्यहाँको वरिपरिको वातावरण सबै देखाउने प्रयास गर्नेछौँ। भिडियो चाहिँ कन्टिन्यू हेरिदिनु होला। फाइनली लगभग 2.5 घन्टाको यात्रामा आउँ खण्डमा आज 3-4 घन्टै जस्तो लाएर यो चुनसम नाम्दोको सहरमा आएर यहाँ त्यहाँ मेरो हात देखेको त्यहाँ चाहिँ खाना खाएर चाहिँ होइन यो सहर हेर्नलाई अहिले म अपलोड गरिरहेको छु। यहाँ तल हेर्यो भने नदी मजाले ठुनेर होइन यस्तो मजाले ताल जस्तो बनाएको छ। त्यहाँ हेर्नुहोस् प्यारासाइडमा उडेर मजाले इन्जोय गरिरहेको हुन्छ होइन। यहाँको सहर हेर्नुहोस् यस्तो छ र अहिले चाहिँ एकदमै वातावरण चाहिँ अति रमाइलो हरिणो भएर एकदम राम्रो भएको छ। हेर्नुहोस् है सबै यहाँबाट यो सिटी चाहिँ एकदम राम्रो तरिकाले व्यवस्थित तरिकाले यसरी गरेको रहेछ। हेर्नुहोस् है नि त। ल हेर्नुहोस् त त्यो त खसेको त्यहीँ त्यो चाहिँ त झरे राम्रो छ ल्यान्डिङ गरे। आजको यात्राको चाहिँ भातसात खाएपछि 1 घन्टाको यात्रापछि हामी आज बुद्धको मूर्ति मन्दिरमा हेर्न आउँदैछौँ। यहाँभित्र के छ हामीलाई पनि राम्रोसँग थाहा छैन, गएर हेर्नुपर्छ। यो ठाउँको गुम्बाको इतिहास के पायो भने एकजना कोरियाली साङओल ओन भन्ने व्यक्ति चाहिँ 1930मा चाहिँ चीन र तिब्बतमा चाहिँ तीर्थयात्रा गरेका रहेछन् र उहाँ चाहिँ 1936मा कोरिया फर्किसकेपछि 1945मा खरको गुम्बा बनाएर यहाँ सुरु गरेका रहेछन् र पछि यसलाई नै 1966मा कोरियन सरकारले आधुनिकीकरण गरी कोरियाकै सबैभन्दा ठुलो गुम्बाहरू निर्माण गरेको ठाउँ रहेछ यहाँ। र यो ठाउँमा चाहिँ 3 दिनसम्म गुम्बामा आएर प्रार्थना गरिसकेपछि मनमा रहेका समस्याहरू समाधान हुन्छ भन्ने एउटा विश्वास र मान्यता लिएको रहेको पाइयो। हामी यहाँ तलदेखि भएर कति 5 किलोमिटर दिन होला है, 5-6 किलोमिटर हिँडेर ठ्याक्क अहिले यहाँ आइपुगेको छ। हेर्नुहोस् यहाँ माथि यस्तो रहेछ। यहाँ सुरुमा भङ्गुर, बाघ, कुखुरा, बाँदर, भेडा, घोडा, डाइनोसोर, उताको त के हो थाहा भएन, खरायो, फेरि पाटे बाघ, फेरि यो के हो म पनि थाहा भएन। यो पनि न्याउरी मुसा जस्तो छ। यता चाहिँ कोरियन बाजा, परम्परा बाजा। यहाँ पछि रहेको गुम्बाभित्र चाहिँ अघि तपाईँलाई मैले अङ्कित गरेको साङओल भन्ने भिक्षुको चाहिँ उहाँ चाहिँ त्यहाँ गुम्बा बनाएको रहेछ र त्यहाँभित्र हामीले गएर प्रार्थना गऱ्यौँ र त्यसपछि प्रार्थना गरिसकेपछि हाम्रो वासस्थानतर्फ फर्किँदाखेरि चाहिँ यहाँ साथीभाइले चाहिँ मासु पोल्न पनि सुरु गरिसकेको छ र हामीले यहाँ खानासाना खाइसकेपछि बेलुका 9 बजीतिर फेरि एकचोटि लाइट हेर्न गयौँ र जुन लाइट चाहिँ एकदमै यो ठाउँको लागि प्रसिद्ध रहेछ। म चाहिँ अलिकति प्राकृतिक रूपमा मनपर्ने कारणले गर्दा मलाई यसले खासै त छोएन, तैपनि यहाँ आउने विशेष गरी बच्चाहरूलाई चाहिँ एकदमै यहाँ चाहिँ आकर्षण गरेको पाइयो र मैले पनि थोरै आनन्द चाहिँ लियो। तपाईँलाई चाहिँ कस्तो लाग्छ? तपाईँहरू नेचुरल प्राकृतिकमा मन पराउनुहुन्छ कि आर्टिफिसियल बनाउनुहुन्छ त्यो तपाईँको आफ्नो कुरा भयो। जस मैले एउटा थोरै इन्जोय त लिएँ, त्यसो भन्दै म मनै नपराउनु त होइन। आज चाहिँ हामी चाहिँ जुन लक्ष्यका साथ घुम्न आएका थियौँ त्यो ठाउँमा जाँदैछ जसलाई भन्छ सोबेक माउन्टेन र हामी चाहिँ विभिन्न देशका गरी 3-4 देशका गरी हामी 30-35 जना आएका थियौँ र हामी चाहिँ हाम्रो लक्ष्यतिर अघि बढ्दैछौँ। ल आजको यात्रा दोस्रो दिनको यात्रा सुरु भएको छ है हाम्रो 7 किलोमिटर जम्मा। त्यही पनि यहाँ पार हेर्दाखेरि चाहिँ निकै 60-70 किलोमिटरै हिँड्न जस्तो गरेर हिँडिराखेको छौँ। यस्तो व्यवस्थित बाटो छ पिच गरेको। यो चाहिँ अलिकति एडभान्चर भन्दा पनि
जस्ट फ्यामिलीसँग आएर गर्ने टाइपको रहेछ कि है मलाई त्यस्तो लाग्यो एकदम राम्रो कुरा भन्नुभयो त्यसैमाथि पनि कस्तो फिल आइरहेछ नेपालको ठुलो ठुलो सान चढेको मान्छेलाई यहाँको चाहिँ 7 किलोमिटर मात्र हिँड्दै यात्रा गर्दै हुनुहुन्छ कतिको थकाइ महसुस गर्नुहुन्छ होला अहिलेको छैन अहिले बच्चा जस्तो के बेबी के बेसिक हुन्छ नि हजुर हाम्रै घर चाहिँ कति 900 मिटर माथि छ अनि यो त खोइ त्यति पनि होला जस्तो लागेन तर कुराको त चौथो भन्थ्यो त फेरि अग्लो हजुर अग्लो र राम्रो सजिलो तर चौथो त फेरि यति सानो किन भयो त फेरि जम्मा 7 किलोमिटर लम्बाइ मात्र 7 किलोमिटर होला समुद्र सतहदेखि चाहिँ अग्लो अहिले यहाँबाट स्टार्ट गरेको माथि टुप्पोमा जाँदा 7 किलोमिटर लम्बाइको हिसाबले समुद्रिक सतहदेखि अग्लो बल्ल पहाड चढे जस्तो भयो कुना काप्चारमा यस्तो पानी देख्दाखेरि हामीहरू यसै गरी म र साथी चाहिँ गफ बढ्दै अगाडि बढ्यौँ र सुरुमा बाटो अलिकति सजिलो जस्तो लाग्यो पनि अलि माथि गएपछि चाहिँ थोरै अप्ठ्यारो हुँदै गयो अलि उकालो बाटो देख्दै गएर माथि गइसकेपछि एउटा पानीको मुहान देखेर हामी जाँदाखेरि दुईजना कोरियनहरूले चाहिँ खाइसकेको थियो तर यहाँ बोर्डमा चाहिँ पानी नखानु भन्थ्यो उहाँहरूले चाहिँ हामीलाई चाहिँ केही छैन मैले 1 महिना अगाडि खाएर हामी मरेको छैन भन्यो त्यसपछि मैले पनि एकदमै पहाडको ताजा भएर आउने पानी खान एकदम इच्छा थियो मैले पनि जे सिक्छु भने खाइदिएँ र किनभने एकदम हामी नेपालमा चाहिँ मूलको पानी खाएर बसेको मान्छेलाई चाहिँ त्यो स्वाद पाऊ भन्ने चाहिँ मेरो इच्छा थियो र उहाँ भेट भएका कोरियनहरूले चाहिँ हामीलाई चाहिँ तपाईँहरू कहाँ कुन देशबाट आउनुभएको भन्थ्यो हामी चाहिँ नेपालबाट आएको भन्थ्यो अनि उहाँहरूले चाहिँ ए तपाईँहरू त पाहाडमै बस्ने तपाईँहरूलाई त यो यात्रा चाहिँ पाहाडको खासै के जस्तो लागेन होला भन्थ्यो मैले चाहिँ त्यसको जवाबमा चाहिँ हामीलाई चाहिँ खासै त्यस्तो गाह्रो फिल भएको छैन भनेर मैले जवाब दिएको थिएँ फ्रेस पानी नखानु भन्थ्यो तै पनि हामीले कानुनलाई मिचेर खाइदियो यहाँ हामीलाई कोरियन थियो भने होइन त सर ल है साथीहरू फाइनली चाहिँ हामी आज त हाम्रो गन्तव्य नजिक आइपुगेका छौँ हाम्रो गन्तव्य चाहिँ आज कतै हेर्नुहोस् न माथि थुप्रो त्यहाँ पुग्ने एकदम यहाँबाट तल चाहिँ दृश्यहरू पनि एकदम राम्रो देखेछ सबैलाई देखाइदिनुहोस् तलबाट आउँदाखेरि जम्मा यहाँ ठाउँमा आउँदाखेरि जम्मा 7 किलोमिटर थियो तर पनि हामीलाई चाहिँ लगभग हामी 9 बजीको हिँडेको 12 सवा 12 भइसकेको छ त्यो घन्टा लागिसकेको छ अब लगभग 15 हामी त्यसपछि हाम्रो गन्तव्य त्यहाँ पुगेपछि हामी फर्किन्छौँ मलाई फेरि यो खुल्ला ठाउँ देखेँ कि शाहरुख खानको यो पोजिसन गइहाल्छ अब है दर्शकबिनहरू सबैजनाहरू हामी चाहिँ यो पछाडिको डाँडामा यसो टिकटक पनि बनायो भिडियो पनि खिच्यौँ र हाम्रो गन्तव्यतिर जाँदैछौँ यहाँ हेर्नुहोस् यहाँनिर कस्तो छ कस्तो छ सर कति राम्रो उकालो जति पनि घरमा बस्नुभएको छ त्यसपछि रिटर्न गो ब्याक हो करिब 10 मिनटपछि हामीले फाइनली यो ठाउँमा फोटो खिच्न पायो हाम्रो गन्तव्यको अन्तिम लक्ष्य नै यही थियो यसलाई नै भन्छ सोबेक माउन्टेन र यहाँ हामीले फोटो सकेपछि खाना हामीले खायौँ र हामी चाहिँ लगभग 30 जनामा चाहिँ आएका थियौँ तर लगभग हामी त्यति बेला चाहिँ 6-7 जना मात्र आइपुगेका थियौँ बाँकी साथीहरू आउँदै थियो र यो सकेपछि हामी अर्को ठाउँमा पनि यसरी घुम्न गएका थियौँ यो ठाउँलाई चाहिँ थोङदाम साम्मो भनेर चिनिन्छ र यसको बारेमा विस्तृत रूपमा मैले स्क्रिनमा यसरी राखिदिएको छु पढ्न सक्नुहुन्छ यहाँको दृश्य अवलोकन गरिसकेपछि फेरि मेरो एकचोटि त जानै पर्यो र
आज यस ठाउँमा घुम्न ल्याउने हाम्रो यस कोरियाका हवासङ ग्लोबल सेन्टरलाई चाहिँ मनैदेखि हृदयदेखि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र हामी जतिजना आएको थियो फाइनली एउटा फोटो सुट गरेर आजको भ्रमण यहीँ अन्त्य गरेका छौँ। तपाईँलाई आजको यो ब्लग कस्तो लाग्छ, पक्कै राम्रो लाग्छ भने सब्सक्राइब र लाइक गर्न नभुल्नुहोला भन्न चाहन्छु। र जय नेपाल, जय कर्मभूमि।